हेर्नुहोस् पहिला यस्तो थिएन हामी सानोमा हुँदाखेरि। अहिले सबै ग्राउन्ड गार्डन बनायो। पहिला यहाँनिर केही पनि थिएन, आजभोलि राम्रो रमाइलो ठाउँ बनायो। यस आजभोलि रमाइलो छ यहाँ खेल्ने बस्ने आराम गर्नलाई। पहिला थिँदै थिएन यतिको नि। हामी सानोमा यहाँ खोलामा नुहाउँथे यहाँ। खेल्ने ठाउँ हेर्नुहोस्, पहिला यस्तो खेल्ने ठाउँै थिएन हामी बढेको दिनमा र ठुल्ठुलो हुने दिनमा। अहिले आजभोलि यस्तो खेल्ने ठाउँ गार्डन बनायो। पहिला यहाँनिर पुरै जङ्गल थियो, आजभोलि खेल्ने ठाउँ बनाइसक्यो, पार्किङ जस्तो, पार्क जस्तो। यसो नि ल खेल त, खेल्न त्यसमा बसेर हो। ल छिटो ल हेर्नुहोस्। एकजना यता भाइ पहिला यहाँनिर नुहाउँथ्यो हामी। आजभोलि नुहाउन नि सकिन्छ होला सायद। हामी पहिला सानो यो बाटो झर्थ्यो, त्यो पनि छ कि छैन अहिले आजभोलि जाने बाटो पुरानो यही रहेछ। यहाँबाट चाहिँ तल झरेर जान्थ्यो हामी नुहाउनलाई। हेर्नुहोस् बच्चा जस्तो हर्कत छ, यत्रो ठुलो भएर पनि। ल बस्न। ल हेर्नुहोस् दुईजना दाजु खेलेको। ल दुईजनामा कसले जित्छ है त। ल खै त्यो लग अम्मा ओए के हो यार। ओए फेरि गयो, फेरि वाच ल गाइस फेरि गर्दैछ वाचबाट फेरि। ऊ त्यो माटो डल्न। ओए छालेको होला आम्मै तातो भएर हेर्नुहोस् छाला गइसक्यो। हामी यो भेलमा बग्थ्यो हामी सानोमा। अहिले त वहाँ पारि पुगेछ बगर, नत्र बिचमा थियो बगर। हामी वारपार गर्थ्यो, यतातिर रहेछ अलिकति बगर, त्यहाँनिरसम्म चाहिँ वारपार गर्थ्यो हामी बिचमा। तर बचपनको याद आउँदाखेरि चाहिँ रमाइलो थियो हामी पौडी खेल्दाखेरि। ल हेर्नुहोस् नजिकै त्यही लागि ल्यान्डिङ गर्न खोजेको। आराम गर्ने ठाउँ।
यही हो वारपार गर्थ्यौँ हामी सानोमा। अहिले त अलिक ठुलो छ, उता पारिबाट भेल सबै यता आयो, नत्र भए पहिला चाहिँ सानो थिएँ, पौडी खेल्न पनि सकिन्थ्यो। आजभोलि सकिन्न यहाँ पौडी खेल्नु, पहिला जस्तो छँदैछ नि यहाँ पौडी खेल्ने ठाउँ। हामी सानोमा यहीँ खेल्थ्यौँ हामी पहिला पौडी। लाइक सेयर कमेन्ट गरिदिनुहोस् र मन परेमा, र मलाई यसरी माया गरिरहनुहोस्। म अझै ठाउँहरू पनि देखाउँछु म, नयाँ नयाँ ठाउँहरू। पहिला यहाँनिर यस्तो थिएन, अहिले सबै ढलान गरेर राम्रो बनाएको छ। हेर्नुहोस्, पहिला यहाँनिर कच्ची बाटो थियो, सर र जाने सर र आउने कुद्ने छ। अहिले हेर्नुहोस् नजारा हाम्रो, मेरो ब्लग छ, सुसम मगर छ, सबैले सब्सक्राइब गरिदिनुहोस्। यहाँनिर एउटा ठुलो ढुङ्गा थियो यहाँ तल, त्यहाँनिर बसेर हामी नुहाउँथ्यौँ पहिला। तर बचपनमा चाहिँ जे होस् रमाइलो थियो र मजा थियो त्यो दिनहरू, पौडी खेल्नलाई वारपार गर्नलाई। आजभोलि छँदै छैन साथीहरू भाइहरू।